सो आफ्नो पीसीको स्टोरेज कसरी क्लियर गर्ने त आफ्नो लोकल ड्राइभमा रहेको त्यो सी ड्राइभमा भएको स्टोरेजलाई कसरी खाली गराउने सिम्पल स्टेप्सहरुमा हामीले हेर्छौं फर्स्टमा हामी स्टार्टमा गएर रन टाइप गर्छौं र त्यहाँनिर गएर हामीले temp टाइप गरेर त्यसमा चाहिँ हाम्रो टेम्परेरी फाइल्सहरु हुन्छ हामीले कम्प्युटर चलाउँदै गर्दाखेरि चाहिँ विभिन्न फाइल्सहरु टेम्परेरी स्टोर भएर बस्ने ठाउँ हो यो यसलाई हामीले बेला बेलामा क्लियर गरिराख्नु पर्छ सो यसलाई सबै सिलेक्ट गरेर डिलिट गर्छौं अनि डिलिट हुने फाइलहरुलाई हामीले स्किप गरिदिन्छौं र अब अर्को स्टेप रहेको छ फेरि स्टार्टमा जाने रन टाइप गर्ने र यसमा चाहिँ %temp percentage र फेरि हाम्रो यहाँ पनि फेरि यसलाई पनि सिलेक्ट अल गरेर फर्स्ट स्टेपमा हामीले के गर्ने त भन्दाखेरि फेरि त्यही जाने रन टाइप गर्ने प्रिफेच टाइप गरेर कपी गर्छौं यसमा पनि त्यसरी नै सिलेक्ट अल गरेर हामीले डिलिट गर्छौं र डिलिट नहुनेलाई स्किप गर्छौं फोर्थ स्टेपमा चाहिँ हामी के गर्छौं भन्दाखेरि हाम्रो कम्प्युटरबाट डिलिट भएको फाइल्सहरु पनि पर्मनेन्टली डिलिट भइसकेको हुँदैन त्यो हाम्रो रिसाइकल बिनमा गएर स्टोर भइरहेको हुन्छ यसलाई पनि हामी ओपन गर्छौं र यहाँ रिसाइकल बिनमा पनि पर्मनेन्टली हाम्रो कम्प्युटरबाट बाहिर हटाउनको लागि हामीले सबै सिलेक्ट गरेर इम्प्टी रिसाइकल बिन गर्छौं कुनै पनि डिलिट गरेको फाइलहरु चाहिँ रिसाइकल बिनमा आएर बस्छ र रिसाइकल बिनले चाहिँ हाम्रो सी ड्राइभलाई युज गर्नु भएकोले गर्दाखेरि यो रिसाइकल बिनलाई चाहिँ हामीले बेला बेलामा क्लियर गरिराख्नु पर्ने हो र अर्को हाम्रो स्टेपमा चाहिँ हामीले कुनै सफ्टवेयरमा नचाहिने सफ्टवेयरलाई पनि अनइन्स्टल गरेर हाम्रो स्टोरेज ब्याक पाउन सक्छौं जस्तै कि हामी त्यसको लागि सर्च गर्छौं एड अर रिमुभ प्रोग्राम्समा ओपन गरिसकेपछि यहाँनिर हाम्रो इन्स्टल भएको सफ्टवेयरहरु सबै यहाँनिर डिटेल्सहरु देखाउँछ यसमा हामीलाई कुन चाहिँ सफ्टवेयर हामीले युज भएको छैन अथवा यसलाई हामी कुन चाहिँ हामीले यहाँबाट रिमुभ गर्छौं पर्मनेन्टली भन्ने कुरा चाहिँ यहाँबाट रिमुभ गर्न सकिन्छ जस्तै यसलाई हामीले यसरी नै हामी एउटा स्टोरेज हामीले अनइन्स्टल गर्ने यहाँनिर क्लिक गरेर भने यसले थोरै जति स्पेस खाएको छ यहाँनिर हामीले देख्न सक्छौं जति स्पेस खाएको छ त्यति स्टोरेज हामीले ब्याक पाउन सक्छौं हाम्रो फाइनल स्टेपमा चाहिँ हामीले के गर्ने त भन्दा आफ्नो फाइल एक्सप्लोररमा जाने यसमा हाम्रो त्यस पीसीमा जाने र विन्डोजमा गएर विन्डोजलाई राइट क्लिक गरेर यसको प्रपर्टिजमा जाने यसमा हामीले टुल्स भन्ने ट्याबमा गएर यसको अप्टिमाइज अप्सनले क्लिक गरिदिन्छौं र अप्टिमाइज क्लिक गरेपछि यसलाई हामीले विन्डोज सी ड्राइभलाई चाहिँ सिलेक्ट राख्नुपर्ने हुन्छ सिलेक्ट राखेर अप्टिमाइज गरिन्छ ओके ल अप्टिमाइज भइसकेको छ यसलाई हामीले क्लोज गर्छौं यो तरिकाले चाहिँ हाम्रो आफ्नो स्टोरेजहरु कम गर्न सक्छौं